नमस्कार, स्वागत छ मित्रहरू। के तपाईलाई कहिले यस्तो महसुस भएको छ कि यो संसार केवल धेरै बोल्ने, कराउने र भिडमा देखिने खोज्नेहरूको लागि मात्र बनेको हो? स्कुलको कक्षादेखि अफिसको मिटिङसम्म जसले बढी गफ गर्छ उसैलाई स्मार्ट मान्ने हाम्रो समाजको चलन छ। तर के तपाईलाई थाहा छ, यो इतिहासलाई बदल्ने र संसारलाई नयाँ दिशा दिने 70% भन्दा बढी मानिसहरू अन्तर्मुखी अर्थात् इन्ट्रोभर्ट थिए। आज हामी कुनै सामान्य गफ गर्ने छैनौँ। आज हामी न्यूरोसाइन्स, मनोविज्ञान र विश्वका सफल व्यक्तिहरूको जीवनबाट एउटा प्रमाणित गर्नेछौँ कि किन एउटा शान्त मानिस भित्र एउटा शक्तिशाली साम्राज्य लुकेको हुन्छ। हो, धेरैले इन्ट्रोभर्ट हुनुलाई लजालो हुनु वा कमजोर हुनु भन्ठान्छन्, तर विज्ञान भन्छन् यो कुनै कमजोरी होइन, यो त एउटा विशेष प्रकारको मानसिक बनावट हो। एउटा इन्ट्रोभर्ट व्यक्ति भिडबाट डराएको हुँदैन, बरु उसले आफ्नो ऊर्जा बचाउन र यसलाई कुनै अर्थपूर्ण काममा लगाउन खोजिरहेको हुन्छ। आजको यो 30 मिनेटको यात्रामा तपाईले आफ्नो भित्री शक्तिलाई चिन्नुहुनेछ। यदि तपाईँ शान्त हुनुहुन्छ भने अब गर्व गर्नुहोस्, तपाईको मौन त नै तपाईको सबैभन्दा ठुलो हतियार हुनेछ। आउनुहोस्, पहिला हामी विज्ञानको कुरा गरौँ। डाक्टर मार्टी ओल्सन, लेनी र अन्य न्यूरोवैज्ञानिकहरूको अनुसार एउटा इन्ट्रोभर्ट र एक्सट्रोभर्टको दिमागले सूचनालाई प्रोसेस गर्ने तरिका फरक हुन्छ। एक्सट्रोभर्टको मस्तिष्क डोपामाइनबाट चल्छ। उनीहरूलाई खुसी हुन बाहिर पुरस्कार, धेरै मानिस र जोखिम चाहिन्छ। तर इन्ट्रोभर्टहरूको मस्तिष्क एसिटिकोलिन नामका न्यूरोट्रान्समिटरमा बढी निर्भर हुन्छ। यो हार्मोन तब सक्रिय हुन्छ जब हामी शान्त हुन्छौँ, कुनै कुरामा गहिरो ध्यान दिन्छौँ वा एकान्तमा बसेर सोच्छौँ। यति मात्र होइन, इन्ट्रोभर्टको दिमागमा सूचना पुग्ने बाटो न्युरल पाथवे निकै लामो र जटिल हुन्छ। जब तपाईले एउटा इन्ट्रोभर्टलाई केही सोध्नुहुन्छ, उसले तुरन्त जवाब नदिन सक्छ। यसको मतलब उसलाई थाहा नभएको होइन, बरु उसको दिमागले यो सूचनालाई आफ्नो पुराना अनुभव, दीर्घकालीन स्मृति र भविष्यको योजनासँग तुलना गरिरहेको हुन्छ। त्यसैले त इन्ट्रोभर्टहरू कम बोल्छन्, तर जब बोल्छन् उनीहरूको शब्दमा गहिराई र तर्क हुन्छ। उनीहरूको प्रिफ्रन्टल कर्टेक्स बढी सक्रिय हुनुको अर्थ हो उनीहरू प्राकृतिक रूपमै उत्कृष्ट योजनाकार र विश्लेषक हुन्छन्। इतिहासका पाना पल्टाएर हेर्ने हो भने संसारका महान आविष्कारकहरू एकान्तमा जन्मिएका छन्। निकोला टेस्लाले भनेका थिए, एक्लो हुनुस्, त्यो नै आविष्कारको रहस्य हो। एकान्तमा नै विचारहरू जन्मिन्छ। सर आइज्याक न्युटन हप्तौसम्म कसैसँग नबोली आफ्नो कोठामा हराउँथे। यदि उनी बाहिर गएर गफमा भुलेको भए सायद हामीले गुरुत्वाकर्षणको नियम पाउने थिएनौँ। त्यस्तै अल्बर्ट आइन्स्टाइन, बिल गेट्स, वारेन बफेट र जेकी रोलिङ, यी सबै नामहरूमा एउटा कुरा साझा छ, उनीहरू सबै इन्ट्रोभर्ट हुन्। बिल गेट्स भन्छन्, मलाई मेरो एकान्त मनपर्छ जहाँ म हप्तौसम्म किताब पढेर नयाँ रणनीति बनाउन सक्छु। यिनीहरूले यो प्रमाणित गरे कि संसार जित्नको लागि कराउनु पर्दैन। वारेन बफेट, जो संसारकै सफल लगानीकर्ता हुन्, उनी भन्छन् कि शेयर बजारमा सफलता बुद्धिमत्ताले मात्र होइन, स्वभाव। एउटा इन्ट्रोभर्ट लगानीकर्ता बजारको होहल्लामा आत्तिदैन। उसले शान्त भएर डाटा हेर्छ र सही समयको प्रतीक्षा गर्छ।
यदि तपाईलाई पनि आज आफ्नो स्वभावमा शङ्का छ भने यहाँ विश्व प्रसिद्ध पुस्तकहरूको अनुसन्धानलाई हेरौँ। सुजन केनको पुस्तक क्वाइटले भन्छ कि आधुनिक समाजले एक्सट्रोभर्ट आइडियललाई मात्र महत्त्व दियो, जसले गर्दा धेरै प्रतिभावान मानिसहरू दबिएर बसे। तर सत्य त्यो हो कि सृजनशीलता र गहिरो चिन्तन सधैँ एकान्तमा फस्टाउँछ। त्यस्तै क्याल न्युपोर्टको डिप वर्क पुस्तकले सिकाउँछ कि अहिलेको डिस्ट्र्याक्सनले भरिएको युगमा घन्टौँसम्म एकाग्र भएर एउटै काममा डुब्न सक्नु नै सबैभन्दा महँगो सिप हो र यो सिप इन्ट्रोभर्टहरूसँग जन्मजात हुन्छ। अर्को महत्त्वपूर्ण पुस्तक द पावर अफ नाउले पनि सिकाउँछ कि मौन त भनेको खालीपन होइन, यो त पूर्ण सचेतता हो। इन्ट्रोभर्टहरू अरूको कुरा सुन्नमा माहिर हुन्छन्। वर्टन स्कुलको अनुसन्धान अनुसार जब टिमका सदस्यहरू आफैमा सक्षम हुन्छन् तब एउटा इन्ट्रोभर्ट लिडरले एक्सट्रोभर्ट लिडरले भन्दा 20% बढी नतिजा निकाल्छ, किनकि उनीहरूले आफ्नो इगो अगाडि सार्दैन, बरु अरूको राम्रा विचारहरूलाई सुन्छन् र त्यसलाई कार्यान्वयन गर्छन्। वास्तविक जीवनमा यी शक्तिलाई कसरी प्रयोग गर्ने त? यदि तपाईँ इन्ट्रोभर्ट हुनुहुन्छ भने यी 5वटा कुरा सधैँ याद राख्नुहोस्। नम्बर 1, आफ्नो रिचार्ज समय चिन्नुहोस्। मानिसहरूसँगको भेटघाटपछि तपाईँलाई थकान हुनु स्वाभाविक हो। दिनको केही समय पूर्ण एकान्तमा बिताउनुहोस्, यसले तपाईँको मानसिक ऊर्जा फर्काउँछ। के तपाईँलाई कहिलेकाहीँ मानिसहरूको बीचमा हुँदाहुँदै पनि अचानक त्यहाँबाट भाग्न मन लाग्छ? कि धेरै गफ गरेपछि तपाईँको दिमाग शून्य भई जस्तो र शरीर निकै थाकेको महसुस हुन्छ? धेरैले यसलाई सामाजिक कमजोरी वा लजालु स्वभाव भन्छन्, तर विज्ञानले यसलाई अर्कै नाम दिएको छ, इन्ट्रोभर्ट ह्याङओभर। तपाईँ खराब हुनुहुन्न, तपाईँ त केवल एउटा यस्तो मोबाइल फोन जस्तै हुनुहुन्छ जसको ब्याट्री छिटो सकिन्छ, किनभने यसको प्रोसेसर निकै शक्तिशाली छ। आज हामी बुझ्नेछौँ कि तपाईँको लागि रिचार्ज समय चिन्नु विलासिता होइन, जीवनको आवश्यकता हो। न्युरोसाइन्स भन्छ इन्ट्रोभर्टको मस्तिष्कमा रेटिकुलर एक्टिभेटिङ सिस्टम निकै संवेदनशील हुन्छ। यसको अर्थ के हो भने एउटा बाहिरी मानिसले वास्ता नगर्ने ससाना कुरा पनि, जस्तै कोठाको तापक्रम, मानिसको अनुहारको सानो परिवर्तन र पृष्ठभूमिको आवाजले पनि तपाईँको दिमागले गहिराइमा प्रोसेस गरिरहेको हुन्छ। एक्सट्रोभर्टहरू डोपामाइनबाट ऊर्जा लिन्छन्, त्यसैले उनीहरूलाई बाहिर होहल्ला चाहिन्छ। तर तपाईँको दिमाग एसिटिकोलिनमा चल्छ। यो हार्मोन तब मात्र सक्रिय हुन्छ जब तपाईँ शान्त हुनुहुन्छ, केही पढ्दै हुनुहुन्छ वा एक्लै सोच्दै हुनुहुन्छ। त्यसैले जब तपाईँको ब्याट्री लो हुन्छ, तपाईँलाई अरूको सल्लाह होइन, केवल एकान्त चाहिन्छ। त्यो एकान्त नै तपाईँको ऊर्जाको मुख्य स्रोत हो। आफ्नो रिचार्ज समय कसरी चिन्ने र प्रयोग गर्ने, यी कुरामा तपाईँहरूले ध्यान दिन सक्नुहुनेछ। नम्बर 1, सङ्केत बुझ्नुहोस्। यदि तपाईँलाई अचानक रिस उठ्न थाल्यो, शब्दहरू फुर्न छोड्यो वा दिमाग ब्ल्याङ्क भयो भने बुझ्नुहोस् तपाईँको रिचार्ज समय सुरु भयो। अब बहाना नबनाई त्यहाँबाट निस्कनुहोस्। नम्बर 2, डिजिटल फास्टिङ। रिचार्ज समयमा फोन अफ गर्नुहोस्। सोसल मिडियामा अरूको जीवन हेर्नु भनेको तपाईँको थाकेको दिमागमा झन् बढी फोहोर पर्नु हो।
नम्बर 3, मौनताको उत्सव मनाउनुहोस्। केही पनि नगर्नु पनि एउटा ठुलो काम हो। एक कप चिया लिएर झ्याल बाहिर हेर्नु वा केही मिनेट आँखा चिम्नु नै तपाईँको दिमागलाई रिस्टेट गरिदिन्छ। आफ्नो यो स्वभावलाई गर्वको साथ स्वीकार्नुहोस्। संसारले तपाईँलाई असामाजिक भन्न सक्छ, तर तपाईँलाई थाहा हुनुपर्छ कि सागर जति गहिरो हुन्छ त्यति नै शान्त हुन्छ। तपाईँको मौनता नै तपाईँको गरिमा हो। आफ्नो रिचार्ज समय चिन्नुहोस्, किनकि जब तपाईँ पूर्ण रूपमा रिचार्ज हुनुहुन्छ तब मात्र तपाईँले यो संसारलाई केही नयाँ र शक्तिशाली दिन सक्नुहुन्छ। याद राख्नुहोस्, एकान्त तपाईँको जेल होइन, यो त तपाईँको साम्राज्य हो। नम्बर 2, मौनतालाई हतियार बनाउनुहोस्। जब अरू मानिसहरू बोलिरहेका हुन्छन् तपाईँ अवलोकन गर्नुहोस्। मानिसको हावभाव र शब्द पछाडिको नियत बुझ्ने प्रयास गर्नुहोस्। हामी एउटा यस्तो संसारमा बाँचिरहेका छौँ जहाँ जसले बढी आवाज निकाल्छ उसैले शक्तिशाली बनिन्छ। मिटिङहरूमा बढी कराउने, भेटमा धेरै बोल्ने र सामाजिक सञ्जालमा सधैँ देखिने मानिसहरू नै सफल हुन् भन्ने भ्रम हामीलाई दिएको छ। तर के तपाईँलाई थाहा छ, संसारका सबैभन्दा शक्तिशाली निर्णयहरू हल्लाको बीचमा होइन, मौनताको बीचमा हुन्छ। मौन बस्नु भनेको हार्नु होइन, बरु आफ्नो अर्को कदमको लागि शक्ति सञ्चय गर्नु हो। आज हामी चर्चा गर्नेछौँ कसरी तपाईँ आफ्नो मौनतालाई एउटा यस्तो हतियार बनाउन सक्नुहुन्छ जसको अगाडि ठुला ठुला आवाजहरू पनि फिक्का हुन्छ। मौनतालाई हतियार बनाउनुको पहिलो नियम हो कम बोल्नु र धेरै अवलोकन गर्नु। जब तपाईँ कम बोल्नुहुन्छ तपाईँले अरूको कमजोरी, उनीहरूको नियत र परिस्थितिको गहिराईलाई बुझ्ने मौका पाउनु। यसै सन्दर्भमा महान रणनीतिकार रोबर्ट ग्रीन भन्छन्, सधैँ आवश्यकभन्दा कम बोल्नुहोस्। जब तपाईँ धेरै बोल्नुहुन्छ तपाईँले आफ्नो गोप्य योजनाहरू र कमजोरीहरू अरूलाई सुम्पिरहनु भएको हुन्छ। तर जब तपाईँ मौन रहनुहुन्छ मानिसहरू तपाईँको अर्को कदम के हुन्छ भनेर डराउँछ। त्यसैले जो मानिस सधैँ बोलिरहन्छ उसको शब्दको मूल्य घट्दै जान्छ, तर जो मानिस कम बोल्छ र समय आएपछि मात्र खोल्छ उसको एउटै वाक्यले पनि ढुङ्गाको लकीर जस्तै काम गर्छ। मौनताले तपाईँको शब्दलाई एथोरिटी र वेटी दिन्छ। मौनताको दोस्रो शक्ति हो प्रतिक्रिया नदिनु, नट रियाक्टिङ। कुनै पनि विवाद वा आलोचनामा तुरन्तै मुख फर्काउनु भनेको आफ्नो ऊर्जा अरूको हातमा सुम्पिनु। याद राख्नुहोस्, सिंह जब शिकार गर्न अगाडि बढ्छ ऊ झुक्दैन, ऊ पूर्ण मौनताको साथ आफ्नो लक्ष्यमा केन्द्रित हुन्छ। तपाईँको मौनताले विपक्षलाई अन्यलमा पार्छ। उनीहरू तपाईँलाई उक्साउन खोज्छन्, तर तपाईँको शक्ति, तपाईँको शान्त स्वभावले उनीहरूको अहङ्कारलाई ध्वस्त बनाइदिन्छ। मौनता केवल बाहिर शान्ति मात्र होइन, यो तपाईँको भित्री बुद्धिमत्ताको कसी हो। जब तपाईँ बाहिर मौन हुनुहुन्छ तपाईँको भित्रको एनालाइटिकल ब्रेन सक्रिय हुन्छ। यसले तपाईँलाई हतारमा होइन बरु सही र दीर्घकालीन निर्णय लिन मद्दत पुग्दछ। शेयर बजार होस् वा जीवनको युद्ध, धैर्य र मौनता नै अन्तिम विजेताहरूको हतियार हो। मौनतालाई कमजोरी ठान्ने गल्ती कहिले नगर्नुहोस्। आकाश गर्जदा डराउनेहरू धेरै हुन्छन्, तर विनाश त्यो बिजुलीले गर्छ जो शान्त भएर खस्छ। आफ्नो ऊर्जालाई बेकारको गफ र तर्कमा खर्च नगर्नुहोस्।
आफ्नो सपना र योजनालाई महन्तको घेराभित्र राखेर काम गर्नुहोस्। तपाईको सफलताले यति ठुलो आवाज निकाल्नुपर्छ कि हिजो तपाईलाई शान्त देखेर कमजोर ठान्नेहरू आज तपाईको उपलब्धि देखेर निशब्द बनुन्। याद राख्नुहोस्, शान्त बस्नुहोस्, गहिरो सोच्नुहोस् र आफ्नो कामले संसार हल्लाउनुहोस्। नम्बर 3, आफ्नो गुणस्तरमा ध्यान दिनुहोस्। तपाईलाई सयौं साथी चाहिँदैन, 2-3 जना यस्ता मानिससँग सम्बन्ध गाँच्नुहोस् जोसँग तपाईँ गहिरो र अर्थपूर्ण कुराकानी गर्न सक्नुहुन्छ। हामी एउटा यस्तो फास्ट संसारमा बाँचिरहेका छौँ जहाँ सबैलाई धेरै चाहिएको छ, धेरै पैसा, धेरै साथीहरू, धेरै सामान र धेरै काम। हामी संख्याको पछाडि यति धेरै दौडिरहेका छौँ कि हामीले एउटा महत्त्वपूर्ण कुरा बिर्सिसक्यौँ, त्यो हो गुणस्तर। के तपाईलाई लाग्छ कि 100वटा बेकारका काम गर्नुभन्दा एउटा उत्कृष्ट काम गर्नु बढी शक्तिशाली हुन्छ? आज हामी चर्चा गर्नेछौँ किन जीवनका हरेक क्षेत्रमा गुणस्तरमा ध्यान दिनु सफलताको वास्तविक रहस्य हो। किनभने इतिहासले संख्यालाई होइन, गुणस्तर र उत्कृष्टलाई मात्र याद राख्छ। सबैभन्दा पहिले तपाईको सामाजिक जीवनलाई हेर्नुहोस्। तपाईसँग फेसबुक वा टिकटकमा हजारौं फलोअर्स होलान्, तर संकटको बेला तपाईको साथमा उभिने मानिस कति छन्? 100 जना सामान्य चिन्जानका साथीहरू हुनुभन्दा 2 जना एउटा यस्तो साथी हुनु धेरै शक्तिशाली हुन्छ जसले तपाईको गहिराई बुझ्न सक्छन्। सम्बन्धको गुणस्तरले तपाईको मानसिक शान्ति तयार गर्छ। अब कुरा गरौँ तपाईको कामको। यदि तपाईँ एक कन्टेन्ट क्रिएटर बन्नुहुन्छ भने, वा ट्रेडर हुनुहुन्छ भने, वा कुनै व्यवसायमा हुनुहुन्छ भने, याद राख्नुहोस्, खराब गुणस्तरका 10वटा भिडियो हाल्नुभन्दा एउटै यस्तो भिडियो बनाउनुहोस् जसले कसैको जीवन बदल्न सकोस्। विश्व प्रसिद्ध कम्पनी एप्पललाई हेर्नुहोस्, उनीहरूले वर्षमा 100 मोडलका फोन निकाल्दैनन्। उनीहरू केवल केही मोडल निकाल्छन्, तर त्यसको गुणस्तर यति उच्च हुन्छन् कि सारा संसार त्यसकै पछाडि पागल हुन्छ। तपाईको काम तपाईको परिचय हो, त्यसैले धेरै काम गर्ने होइन, उत्कृष्ट गर्ने बानी बसाल्नुहोस्। अर्थशास्त्रको एउटा प्रसिद्ध नियम छ, प्यारेटो प्रिन्सिपल वा 80-20 नियम। यसले भन्छ कि तपाईका 80% परिणामहरू केवल 20% गुणस्तरीय कामबाट आउँछन्। हामी दिनभर 100 सानातिना र महत्त्वहीन काममा अल्झिरहेका हुन्छौँ, तर यदि तपाईले आफ्नो ऊर्जालाई ती 20% महत्त्वलाई महत्त्वपूर्ण र गुणस्तरीय काममा लगाउनु भयो भने तपाईको उत्पादकत्व र तपाईको सबै कुरा 10 गुणा बढ्छ। गुणस्तरमा ध्यान दिनुको अर्थ हो एकाग्रता। जब तपाईँ कुनै काम गर्नुहुन्छ त्यसमा आफ्नो पुरा आत्मा लगाउनुहोस्। आधा अधुरो मनले गरेको 10वटा कामभन्दा पूर्ण एकाग्रताका साथ गरिएको एउटा कामले तपाईलाई लिजेन्ड बनाउँछ। याद राख्नुहोस्, मानिसहरूले तपाईको कति समय लगाउनु भयो भनेर सोध्दैनन्। उनीहरूले केवल तपाईको काम कस्तो छ भनेर हेर्छन्। त्यसैले गुणस्तरमा ध्यान दिनु भनेको आफ्नो आत्मसम्मान गर्नु हो। जब तपाईँ सस्तो र कमसल कुराहरू त्यागेर उत्कृष्ट कुराहरू रोज्न थाल्नुहुन्छ, तब तपाईको जीवनको स्तर आफै माथि उठ्छ। चाहे त्यो तपाईले पढ्ने पुस्तक होस्, तपाईले खाने खाना होस्, वा तपाईले बिताउने समय होस्, सधैँ क्वालिटी रोज्नुहोस्। संख्याको भेटमा हराउनु भन्दा गुणस्तरको शिखरमा एक्लै उभिनु धेरै गौरवको कुरा हो।
आफ्नो कामलाई यति गुणस्तरीय बनाउनुहोस् कि संसारले तपाईँको नाम सुन्ने बित्तिकै उत्कृष्टताको अनुभव गरोस्। गुणस्तरमा ध्यान दिनुहोस्। सफलता तपाईँको पछाडि आफै दौडेर आउनेछ। शान्त बस्नुहोस्, उत्कृष्ट बन्नुहोस् र आफ्नो गुणस्तरले संसार जित्नुहोस्। नम्बर 4, लेखन कलाको विकास गर्नुहोस्। धेरै इन्ट्रोभर्टहरू बोल्नुभन्दा लेख्नमा उत्कृष्ट हुन्छ। आफ्ना विचारहरूलाई ब्लग, किताब वा स्क्रिप्टको रूपमा बाहिर ल्याउनुहोस्। तपाईको दिमागमा कति धेरै राम्रा विचारहरू आउँछन्, तर ती विचारहरू कहाँ जान्छन्? धेरै जसो विचारहरू हावामा हराएर जान्छन्, किनभने हामीले तिनलाई कतै कैद गरिनौं। संसारका महान क्रान्तिकारी दार्शनिक र सफल व्यवसायहरूमा एउटा कुरा साझा छ, उनीहरू उत्कृष्ट लेखक थिए। लेखक केवल शब्दहरूको खेल होइन, यो त तपाईको सोचलाई आकार दिने र संसारलाई प्रभाव पार्ने एउटा शक्तिशाली माध्यम पनि हो। आज हामी चर्चा गर्नेछौँ किन लेखन कलाको विकास गर्नु तपाईको व्यक्तिगत र व्यावसायिक जीवनको लागि अनिवार्य छ। धेरैले लाग्छ कि उनीहरूलाई सबै कुरा थाहा छ, तर जब तपाईहरूले त्यो कुरा कागजमा उतार्न खोज्नुहुन्छ तब मात्र उनीहरूलाई थाहा हुन्छ कि उनीहरूको सोच कति अस्पष्ट छ। लेखन भनेको सोच्ने प्रक्रियालाई फिल्टर गर्नु हो। जब तपाईँ लेख्नुहुन्छ, तपाईको दिमागले अनावश्यक कुराहरू हटाउँछ र सबैभन्दा महत्त्वपूर्ण कुराहरू मात्र बाँकी राख्छ। यसले तपाईको एनालाइटिकल थिङ्किङलाई बलियो बनाउँछ। इन्ट्रोभर्टहरूको लागि लेखन एउटा वरदान नै हो। हामी भिडमा बोल्न अलि हिचकिचाउन सक्छौँ, तर जब हामी कलम समात्छौँ तब हामी आफ्नो भित्री संसारको ढोका खोल्छौँ। लेखनले तपाईँलाई आफ्नो भावना र विचारहरूमाथि नियन्त्रण राख्न सिकाउँछ। यदि तपाईँले आफ्नो समस्यालाई कागजमा स्पष्टसँग लेख्न सक्नुभयो भने बुझ्नुहोस् तपाईँले आधा समाधान पाइसक्नुभयो। लेखन कला रातारात विकसित हुने कुरा होइन, यो एक साधना हो। यसलाई निखार्न यी 3 कुराहरू आजैदेखि सुरु गर्नुहोस्। नम्बर 1, पहिले राम्रो पाठक बन्नुहोस्। राम्रो लेखक बन्नको लागि धेरै पढ्नु अनिवार्य छ। जब तपाईँ फरक लेखकका पुस्तकहरू पढ्नुहुन्छ, तपाईको शब्द भण्डार बढ्छ र तपाईले कुरा गर्ने शैली सिक्नुहुन्छ। नम्बर 2, दैनिक डायरी लेख्नुहोस्। दैनिक दिनको कम्तीमा 10 मिनेट आफ्नो विचारहरू लेख्नुहोस्। यसले तपाईको लेखनलाई प्राकृतिक बनाउँछ। यसमा कुनै नियम छैन, केवल लेख्नुहोस्। नम्बर 3, सरलतामा जोड दिनुहोस्। लेखनको अर्थ गाह्रो शब्द प्रयोग गर्नु होइन। उत्कृष्ट लेखन त्यो हो जसले जटिल शब्द अर्थात् कुरालाई पनि सरल भाषामा बुझाउन सक्छ। तपाईको लेखनले पनि पाठकको मन छुनुपर्छ, दिमाग घुमाउने होइन। याद राख्नुहोस्, तपाईको शरीर नाश भएर जान सक्छ, तर तपाईले लेखेका शब्दहरू शताब्दीसम्म जीवित रहन सक्छन्। लेखन एउटा यस्तो पुल हो जसले तपाईको ज्ञानलाई अरू सामु पुर्याउँछ। यदि तपाईँ आफ्ना विचारहरूलाई संसारभरि फैलाउन चाहनुहुन्छ भने, यदि तपाईँ आफ्नो काममा उत्कृष्टता चाहनुहुन्छ र यदि तपाईँ आफैलाई अझ राम्रोसँग बुझ्न चाहनुहुन्छ भने लेख्न सुरु गर्नुहोस्। तपाईको एउटा सानो लेखन वा स्क्रिप्टले कसैको जीवन बदल्न सक्छ। त्यसैले आफ्नो कलम उठाउनुहोस् र आफ्नो भविष्य
आफै लेख्नुहोस्, शान्त बस्नुहोस्, गहिरो सोच्नुहोस् र आफ्नो लेखनले संसारमा प्रभाव छोड्नुहोस्। नम्बर 5, तयारीमा विश्वास गर्नुहोस्। तपाईको शक्ति तयारी प्रिपेरेसनमा छ। कुनै पनि काम वा मिटिङ अघि यति धेरै अनुसन्धान गर्नुहोस् कि तपाईको ज्ञान नै तपाईको आत्मविश्वास बनोस्। तपाईलाई लाग्छ कि केही मानिसहरू जन्मजात नै आत्मविश्वासी हुन्छन्? के तपाईलाई लाग्छ कि सफल मानिसहरू भिडको अगाडि उभिएर बोल्दा कहिले डराउँदैनन्? वास्तविक त्यो होइन। संसारका सबैभन्दा आत्मविश्वासिला मानिसहरू ती हुन् जसले पर्दा पछाडि सबैभन्दा बढी तयारी गरेका हुन्छन्। तयारी केवल कामको सुरुवात मात्र होइन, यो त डरलाई जित्ने एक मात्र अचूक औषधि पनि हो। आज हामी चर्चा गर्नेछौँ किन तपाईले आफ्नो क्षमताभन्दा बढी आफ्नो तयारी प्रिपेरेसनमा विश्वास गर्नुपर्छ। हामी किन डराउँछौँ? हामी डराउँछौँ किनकि हामीलाई अज्ञात कुरासँग डर लाग्छ। यदि म असफल भयो भने के होला, वा यदि मैले बिर्सेँ भने के होला? तर जब तपाईँ गहिरो तयारी गर्नुहुन्छ, तपाईले ती सबै यदि र तर अरूलाई समाधान गरिसक्नु भएको हुन्छ। एउटा इन्ट्रोभर्टको लागि तयारी एउटा ढाल जस्तै हो। हामी भिडमा तत्काल प्रतिक्रिया दिन सक्दैनौँ, तर यदि हामीले कुनै पनि मिटिङ वा प्रेजेन्टेसनको लागि 100% तयारी गरेको छौँ भने हाम्रो ज्ञान नै हाम्रो आवाज बन्छ। महान बास्केटबल खेलाडी कोबी ब्रायन्टले भन्थे, तयारीले नै मलाई आत्मविश्वास दिन्छ। म कोर्टमा जाँदा मलाई थाहा हुन्छ कि मैले यो शट हजारौं पटक प्र्याक्टिस गरिसकेको छु। जब तपाईले तयारीमा समय लगानी गर्नुहुन्छ, तपाईको दिमागलाई थाहा हुन्छ कि जे परि पनि म सम्हाल्न सक्छु। तयारीले तपाईको हिचकिचाहटलाई आत्मनिश्चिन्तमा बदलिन्छ। त्यसो भए तयारी कसरी गर्ने त? यी 3 कुराहरू याद राख्नुहोस्। नम्बर 1, गहिरो अनुसन्धान, डीप रिसर्च गर्नुहोस्। कुनै पनि काम गर्न अघि त्यसको हरेक पक्षलाई बुझ्नुहोस्। जति धेरै जानकारी तपाईसँग हुन्छ, तपाईँ त्यति नै सुरक्षित महसुस गर्नुहुन्छ। नम्बर 2, सम्भावित गल्तीहरूको पूर्व अनुमान गर्नुहोस्। यदि यस्तो भयो भने म के गर्छु भन्ने योजना पहिले नै बनाउनुहोस्। सफल मानिसहरू प्लान ए मात्र होइन, प्लान बी पनि उत्तिकै तयार हुन्छ। नम्बर 3, पुनरावृत्ति, जसलाई रिपिटेसन भनिन्छ। कुनै पनि कुरालाई यति धेरै पटक दोहोऱ्याउनुहोस् कि त्यो तपाईको मांसपेशीको स्मृति मसल मेमोरीमा बसोस्। गल्ती गर्ने ठाउँ नै बाँकी नराख्नुहोस्। याद राख्नुहोस्, तयारी भनेको किताब केवल भाषण कोक्नु मात्र होइन, यो त आफ्नो मानसिक शक्तिलाई युद्धको लागि तयार पार्नु हो। याद राख्नुहोस्, भाग्यले उनीहरूलाई मात्र साथ दिन्छ जो पहिलेदेखि नै तयारी छन्। जब अवसर, अपर्च्युनिटी र तयारी प्रिपेरेसन हुन्छ, त्यसलाई हामी सफलता भन्छौँ। आफ्नो प्रतिभा कम छ भनेर चिन्ता नगर्नुहोस्, तयारीले प्रतिभालाई पनि जिताउन सक्छ। यदि याद गर्नुहुन्छ भने तपाईलाई हराउन सक्ने यो संसारमा कोही पनि मान्छे छैन। भोलिको युद्ध जित्नको लागि आजको मौनतामा तयारी गर्नुहोस्। तपाईको तयारी जति गहिरो हुन्छ, तपाईको सफलताको आवाज त्यति नै ठुलो हुनेछ। त्यसैले शान्त बस्नुहोस्, गहिरो तयारी गर्नुहोस् र आफ्नो कामले संसार जित्नुहोस्। मित्रहरू, भिडियोको अन्त्यमा याद राख्नुपर्ने कुरा के हो भने, सिंह कहिले पनि धेरै भुक्दैन, तर
उसको एउटै गर्जनले सारा जङ्गलमा शान्ति र अनुशासन ल्याउँछ। इन्ट्रोभर्टहरू पनि त्यस्तै हुन्। उनीहरू सधैँ बोलिरहेको हुँदैन, तर जब उनीहरू काम गर्छन् त्यसले इतिहास रच्छ। संसारलाई बदल्न ठुलो स्वर होइन, एउटा ठुलो र गहिरो विचारको आवश्यकता पर्छ। यदि तपाईँ शान्त हुनुहुन्छ भने आफूलाई कहिले कमजोर नसम्झनुहोस्। तपाईँ त्यो सागर जस्तै हुनुहुन्छ जो माथिबाट शान्त देखे पनि भित्री अनगिन्ती रत्न र शक्ति लुकाएर बसेको छ। आफ्नो एकान्तलाई प्रेम गर्नुहोस्, आफ्नो सोचलाई धारिलो बनाउनुहोस् र आफ्नो कामबाट संसारलाई जवाब दिनुहोस्। याद राख्नुहोस्, मौन रहनु भनेको केही नहुनु होइन, बरु धेरै कुरा भइरहेको हुनु हो। तपाईँको यो शान्त स्वभाव नै तपाईँको विजयको आधार बन्नेछ। यो मौन क्रान्तिको हिस्सा बन्नुहोस्। यदि यो भिडियोले तपाईँको भित्रको शक्तिलाई जगाएको छ भने यसलाई ती साथीहरूसम्म पुर्याउनुहोस् जसलाई आफ्नो शान्त स्वभावप्रति शङ्का छ। म सधैँ भन्छु, शान्त बस्नुहोस्, गहिरो सोच्नुहोस् र संसार जित्नुहोस् भन्दै तपाईँलाई यो भिडियो कस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट गर्नुहोस् र मन परेमा लाइक, कमेन्ट, सब्सक्राइब भने अवश्य पनि गर्नुहोला भन्दै भोलिको श्रृङ्खलामा फेरि तपाईँहरू सामु एउटा उत्कृष्ट भिडियो लिएर आउने बाचाका साथ अहिलेले पनि तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्था हुनुहुन्छ, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र व्यस्त पनि रहनुहोस् भन्दै अहिलेलाई पनि बिदा भयो। हस्त। जय महाकाली। धन्यवाद।